ल हामी झरनामा जाऊँ होइन झरना जाउँ मेरो फोन यहाँ राम्रो रहेछ ल अहिले चाहिँ अहिले हामी मोबिरको झरनामा छौँ। यहाँ रकी सरले नि फोटो खिच्दै हुनुहुन्छ। मौसम खुल्ला भएर चाहिँ आँसु चाहिँ झार्नु हुन्छ होला जस्तो हुन्छ झरम झरम आज चाहिँ हामी गुराँस पार्क घोरेपानीको गुराँस पार्कमा जाँदैछौँ। अब ठ्याक्क हिलो आएछ, हिलोको बाटो छ। हिजो पानी असेना पर्यो। अब त्यहाँबाट म चाहिँ गुराँसहरू देखाउँछु। अब आमा स्टे ट्युन। मेरो अन्त नि यस्तो छ हो। दाइले भनेको गरिदिनु ल, मेरो ब्लगमा आएर हेरिदिनु होला प्लिज। बेल आइकन थिच्दिनु पर्ला। हो नि अन्नपूर्ण 1 अन्नपूर्ण साउथ यता छ। यो गुराँसको उसहरू असिनाले झारेछ। अहिले असिना परेछ, फुलहरू सबै झरिसकेछ। यो असिना परेछ। होइन असिना पूर्वको साथीहरूले हामीलाई खाना दिने यही हो कि जस्तो लागिरहेछ मलाई। झ्याउ भन्ने यसो हेरेर भनिदिनुहोस् ल पूर्वको साथीहरूले। मलाई अलिकति यहाँ पाउँछ कि जस्तो लागेछ यो हाम्रो घोरेपानीमा। तपाईँहरूले यसो भनिदिनुहोस्, म उस गर्छु। यस्तो हुन्छ, मलाई यही हो कि जस्तो लाग्छ। मैले सुकेको खाएको थिएँ। यो त यहाँ हाम्रो जङ्गलमा लपक्कै पाउँछ। हेर्नुहोस् है, यहाँतिर लपक्कै छ। यही हो कि जस्तो लागेछ मलाई। यहाँनिर भनिदिनुहोस् ल पूर्वको साथीहरू। हजुर दाइ, झ्याउ निस्किँदाखेरि अब यसको यो पनि खानु हुँदैन, यो पनि फाल्दिने। यस्तो सानसानो यो होइन, यो मात्रै चाहिएको कि के हो र? यो यसमा यो पनि हुन्छ है। यो पनि फाल्दिने। यो पनि यहाँ यस्तो छ एउटा, यो पनि फाल्दिने। जम्मा यस्तो मात्रै राख्ने कि त्यसको यसलाई खरानी मजाले पकाउने। अनि खरानी सबै फेरि धोएर फालिदिने। अनि त्यसपछि चाहिँ फेरि सफा पानी धुइसक्यो यसलाई मजाले सुकाइदिने। अनि सुक्छ चाहिँ अनि त्यहाँ चाहिँ मासुमा हालेर खाने। यस्तो मिठो हुन्थ्यो। म पहिला त म यो खानु नजानेर अलि उस गरेँ, पछि त पकाएर खाएको त यति मिठो हुँदो रहेछ के। मलाई यही नै हो कि जस्तो लागेर। गुराँस झरेर यस्तो रातै भएछ। जो असिना परेछ, अब असिनाले छन् यो झारिहाल्छ। असिनाले आउने हो भने 2-3 दिनसम्म ठर्छ कि। यहाँ चाहिँ निकै धेरै छ। सेतो वाइटवाला
पनि अलिअलि ल यहाँ दाइले चाहिँ स्ट्यान्ड पनि लाउनु भएको छ फोटो खिच्नको लागि। सबभन्दा ठुलो बुट्टा छ, यहाँ अलि सानो छ। ऊ त्यहाँ देखाउनु त ब्रो, उता हिमाल पनि अलिअलि फुलेछ। अनि हेर्नु देखाउनु ऊ त्यहाँ हाम्रो घोरेपानीको घरहरू देखिन्छ यहाँबाट। अब भ्लग बनाउने मान्छे मै हो। Suman. सनराइज भइसकेछ हिमाल। टोलीहरू उता आउँदैछन् अझै स्टिल। अर्को झोला बोकेको यतातिर आउँदैछन्। तिरको मान्छेहरूको भिड यो त अगाडि मात्रै हो। सनराइज हेर्नु जाने के अरे मुन त्यहाँ छ। आज हामी बिहानै पुण्य लाग्यो, अलि भाग्य भएन। सबै हिमालहरू चाहिँ छेकिदियो बादलले। अन्नपूर्ण साउथ, अन्नपूर्ण 1 हल्का आएको छ। कृपा बहिनी फाइनली है सजिलोसँग आइपुग्यो। बिहान 5 बजे हिँडेको हामी 6:22
स्पटमा आइपुग्यो यो अहिले गुराँस फुल्ने सिजन भएर एकदम यहाँ मान्छेको भिड छ ल फोटो चाहिँ दामी आउँदो रहेछ त्यहाँ जाऊ पर जा वाउ राम्रो रहेछ ल आनन्द त अब त्यहाँ बसेपछि गुराँसै फुल्यो जाँदैमा यो मन झुल्यो तिम्रो मनैमा गुराँसै फुल्यो बनैमा ल फोटो हान्न